हेलो गाइज, आज चाहिँ हामीले यो एपिसोडमा हाम्रो गाउँ देखाउन लागेका छौँ। गाउँ ठाउँ सबै कुराको लागि अब सबै चिजहरू देखाउँछौँ, विकास कति भएको छ। अनि चाहिँ हामी अब गाउँ देखाउन गइरहेका छौँ। अनि त्यसपछि हेर्नुहोस् यतातिर, यी हाम्रो गाउँ ठाउँ यस्तै हो। यहाँ कतिको विकास भएको छ, हामी त्यसको लागि हो आएको यो। अनि त्यसपछि हाई सन्चै हुन्छ। अनि त्यसपछि अब चाहिँ हामी उतातिर जान लागेका छौँ ठाउँहरू। हामी अहिले पुल पनि देखाउँछौँ। हेर्नुहोस् यता घरहरू भत्किएको छ भूकम्पले गर्दाखेरि। अनि हल्का अगाडि हेर्नुहोस् यता दाइहरू बस्नुभएको रहेछ। सन्चै हुनुहुन्छ सबैजना। त्यसपछि अब चाहिँ यही सन्चै हुन्छ भनेर हामी अगाडि बढ्दैछौँ। यी हाम्रो ठाउँ हेर्नुहोस्, यी यता दोकानहरू छ। त्यसपछि धेरै विकास छैन हाम्रो गाउँमा, पिच गराइदिनु पर्यो। त्यसपछि अलि अगाडि हेर्नुहोस् यो पुलहरू छ। यो पुलमा अब यतातिर अब धेरैजना यस्तो गाडी एक्सिडेन्ट हुने हो, यस्तै खालको हुन्छ। हल्का सानो छ पुल भन्नु खोजेको, एक्सिडेन्ट त भएन, खस्नु भएको छ मान्छेहरू। अनि त्यसपछि अगाडि हेर्नुहोस् यी विकास धेरै छ। अनि त्यसपछि अगाडि हुनुहुन्छ। अनि त्यसपछि हामी चाहिँ यहाँ क्यामेराम्यान र म चाहिँ अब यता देखाउँदै हो। त्यसपछि तिमी पर्सान त्यो अस्ति यहीँ देखिएन ऊ खस्छु भनेर धन्नै खस्नु लाग्यो। त्यसपछि म पनि खस्नु लाग्यो, डर लाग्दो छ भाइ, हेर्नुहोस्। अनि त्यसपछि अलि गाडी हेर्नुहोस्, यहाँ ठाउँहरू यस्तो छ। अय्या कस्तरी जोड लाग्यो, अय्या न, अय्या एकछिन रोक, म बस्छु एकछिन। अनि चाहिँ हामी यतातिर ठाउँहरू देखाउँदैछौँ। हेर्नुहोस् यो गाउँको ठाउँ यस्तै हो। अघि त्यही भएर म पनि बहुत चोट लाग्यो, पल्टी एकछिन। अनि हेर्नुहोस् अगाडि यता भान्जेको घर हो। अनि त्यसपछि यता हाम्रो फुपू घर पनि छ। यो चाहिँ हाम्रो फुपूको घर हो। अनि त्यसपछि भान्जेको घर यो भयो। अनि त्यसपछि यता हाम्रो हरियाली ठाउँहरू राम्रो छ, तर विकास हल्का कम छ होइन। त्यसपछि हेर्नुहोस् यतातिर सबैजना बस्नुभएको छ भन्दा पनि घरभित्रै बस्नुहुन्छ। यता घाम अलि बढी छ। त्यसपछि हावापानी हल्का राम्रै छ यताको, नेपालकै त भयो। अनि त्यसपछि अलि अगाडि हेर्नुहोस्, यी हाम्रो गाउँ यति राम्रो छ, पर स्कुल छ। त्यसपछि सबै कुराको सुविधा छ, तर यता हल्का खानेपानी बिजुली बत्तीको अलि गइरहेको छ। त्यसपछि त्यही हो। अनि त्यसपछि हेर्नुहोस् अगाडि यहाँ ठाउँ गाउँ हाम्रो राम्रो छ, राम्रो छैन भन्दैनौँ हामी। अनि त्यसपछि यता हेर्नुहोस् यस्तो छ ठाउँहरू। अनि हाम्रो यी अय्या न पछाडि कस्तो चोट लाग्यो, यतातिर त ठोकिल जस्तो छ कि ठाउँ, हल्का बाटो धेरै ठुलो छैन गाउँको भित्र। अनि हेर्नुहोस् यताहरू हाम्रो यता आँप पनि फले रहेछ यहाँनिर, भर्खरै पलाउनु ला रहेछ, टिप्नुपर्छ क्या भइगयो, फेरि गाली गर्ला न। यतातिर हेर्नुहोस्। अनि हाम्रो ठाउँहरू यता धेरै खतरा छन्। त्यसपछि अलि बचेर हिँड्नुपर्छ। अय्या चोट लाग्यो, यहाँदेखि पल्टियो, खाल्टो रहेछ यार। भिडियो बनाउनु लास्टै गाह्रो हुन्छ कि, अलि सजिलो हुन्छ भनेको। यता हेर्दाखेरि उतातिर अय्या कपडैभरि फोहोर लाग्यो त। अनि त्यसपछि अब अगाडि देखाऊँ, यो चोटलाई उतैतिर छोडौँ। त्यसपछि हेर्नुहोस् यहाँ धेरै कोचाकोच पनि छ। यता हाम्रो यतातिर दिदी अझै यता देखाउँ न, यता ऊ दिदी मोबाइल हेरेर बस्नुभएको रहेछ है। अनि त्यसपछि यता यहाँ आन्टी बजै धेरै हुनुहुन्छ। यहाँ लसुन खेती गरेर राख्नु भएको छ, लसुन पनि छन्, फल्छन्। यतातिर फेरि खानेकुराको सुविधाहरू छन् भन्दाखेरि यस्तो खानेकुरा फल्छन् सबै। अनि त्यसपछि हेर्नुहोस् यता। अनि यता हाम्रो गाउँ ठाउँ अनि कम नसोची हुन्छ। त्यसपछि अब चाहिँ अलि अगाडि आयौँ, हेर्नुहोस्। त्यसपछि हल्का छिटो जाऊँ न, खोला देखाउँला। यो कार्ड चाहिँ मैले अनि चाहिन्छ कि कोही कोही बेला, त्यसपछि पसिना ससिना पुस्न। त्यसपछि अगाडि जाऊँ। हेर्नुहोस् हामीले अब यो गाउँको बेइज्जत गर्न खोजेको होइन कि, यो गाउँमा अब विकास ल्याउनु पर्यो। सरकारसम्म पुगेको छ भनेपछि यो ठाउँमा विकास गरिदिनु होला। त्यसपछि अलि विकास कम छ, हेर्नुहोस् यो ठाउँ। अनि त्यसपछि यतातिर खोलाहरू पनि आउँछ, जाली हालेर सुविधाहरू गरिदिनु होला। यो अगाडि हेर्नुहोस् यता यस्तो छ ठाउँ त राम्रो छ यहाँको, विकास अलि कम छ। हरियाली वहीँ छ ठाउँ त, यहाँ खोला पनि माथिसम्म आउँछ। त्यसपछि यता गाउँघर सबै कुरा
बाई बाई टाटा। अब चाहिँ हामी जान्छौँ, त्यसपछि अर्को भ्लगमा भेटौँला। अर्को शिशिर फन फ्याक्ट्री भन्ने एउटा भ्लग गराउँछौँ, अर्को भ्लगको नाम। अनि त्यसपछि अर्को भ्लगमा भेटौँला। तर यो भिडियोमा सबैले लाइक कमेन्ट गरिदिनु होला, माया गरिदिनु होला। अरू भिडियो पनि ल्याउँछौँ, त्यसमा हजुरहरूको माया चाहिन्छ, सपोर्ट चाहिन्छ। अनि हाम्रो चाहिँ यो भिडियोमा माया गरिदिनु होला। हामीले यो गाउँको बेइज्जत होइन, तर यो गाउँमा विकास ल्याउनु पर्ने भएको छ साँच्चै नै। अनि त्यसपछि यो कुरा नेतासम्म पुर्याइदिनु होला, अनि सरकारसम्म। त्यसपछि माफ गरिदिनु होला केही गल्ती भयो भने। बाई।